जिम जान थालेको पनि 11 दिन भइसकेछ। आजको मेरो डे 11 अफ 30 डे वेट लस च्यालेन्ज। म चाहिँ बिहान उठेर चाहिँ नानीको क्लासमा जानुपर्ने थियो, त्यही भएर चाहिँ रेडी भएर गएँ। त्यस पछाडि आएर चाहिँ मैले चिया बनाएर खाएँ। आज मेरो फास्टिङ हो नि त, त्यही भएर। अनि त्यस पछाडि मिक्स फ्रुट बनाएर खाएँ। यति खाइसकेपछि चाहिँ म जिमको लागि रेडी भएँ र जिम पुगेँ। र जिममा चाहिँ आज थियो मेरो सर्किट डे। यो भनेको चाहिँ होल बडी जस्तो लाग्छ है मलाई चाहिँ। मैले सोध्नु चाहिँ सोधिनँ। अनि त्यस पछाडि यस्तो गराउनु लाउनुहुन्छ, यो पेटको होला सायद। अनि यस्तो रस्सीहरू समाउँदै उठ्दै गर्नुपर्ने हो। अनि मलाई चाहिँ यसको एक्सर्साइजहरू चाहिँ खासै थाहा छैन नि त। आज गएको 11 दिन मात्रै भयो, तर ट्रेनरले एकदम मजाले सिकाउनुहुन्छ। अनि यो प्लेटहरू उठाएर यसरी बोक्नुपर्ने पनि थियो, गरेँ पनि। अनि यो चाहिँ हाम्रो यो के भन्छ ट्विस्ट गर्नुपर्ने थियो। अनि त्यस पछाडि मैले गर्नुपर्ने थियो प्ल्याङ्क चाहिँ हामीलाई एभ्रिडे नै गर्नु लाउनुहुन्छ, तर अरू बेला चाहिँ मलाई विदाउट प्लेट वेट बिना नै गर्नु लाउनुहुन्छ भने आज चाहिँ मैले गरेँ वेटसँग। र गर्नु चाहिँ मैले 40 सेकेन्ड अनि रेस्ट गरेर फेरि 20 सेकेन्ड गरेँ। त्यस पछाडि म घर आएँ अनि एउटा एप्पल खाएँ। त्यस पछाडि कोकोनट वाटर खाइसकेपछि म गएँ नानीको क्लासतर्फ। हेर्नुहोस् न कस्तो गर्मी छ। अनि फाइनली नानीको क्लास पनि सकियो। त्यस पछाडि घरमा आएर चाहिँ मैले साबुदानाको खिर बनाएँ अनि एउटा काँक्रा खाएँ। थ्याङ्क यू फर वाचिङ।